1 2 3 ढेन ढेन हेलो साथीहरु फाइनली हामी यिनीहरूले मलाई एकैचोटि हिजोदेखि सरप्राइज देखेछ के भन्छ उसको नाम चाहिँ अकेला र थकेला हो पहिलादेखि मलाई पेलिरहेछ साथी तिमीहरू भएर मलाई पेलिरहेछौ मलाई त सयमा फोन गर्न होटलको चाहिँ एकदमै राम्रो यहाँनिरको सर्भिस यो पहिलोचोटि हो यहाँनिर चाहिँ रहेको छ पिज्जा अनि त्यसपछि यो चिकन सेट रहेको छ मासु नमिठो हुने कुनै होइन नि के कुरा गरेको यार किन साइलेन्टमा हेलो गुड आफ्टरनुन सेवारो म दिलु लिम्बू सधैँको जस्तै आज पनि नयाँ ब्लग सुरु गरेको छु तर आज चाहिँ मैले बेलुकातिर सुरु गरेको छु किनभने चाहिँ बेलुकातिर चाहिँ मेरो घरमा को आउनु भएको छ त हैन स्पेशल मान्छे हुनुहुन्छ गेस गर्दै गर्नु ल स्पेशल मान्छे को हुनुहुन्छ अब म चाहिँ 1 2 3 भनेर बोलाउँछु 1 2 3 ढेन ढेन हेलो साथीहरु फाइनली हामी चाहिँ भेट भयो हैन आउनु चाहिँ म अघि नै 3 बजेतिर आइपुगेको अनि अहिले मात्र स्टार्ट गर्दैछ ब्लग स्टार्ट गरेको म चाहिँ अब हैन भोलि शनिबार हो अनि नानीको पनि छुट्टी हुन्छ त्यही भएर साथीलाई भेट्न आएको छु अब कति हैन गाउँमा बसेपछि काम 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 भनिन्छ अनि आज चाहिँ जोस आफ्टर 2 इयर्स पछाडि चाहिँ 2 वर्ष पछाडि चाहिँ म उसको घरमा आइपुगेको अलिकति मलाई त आइपुग्दा त अलिकति फ्रेस जस्तो पनि लाग्यो किनभने अब यस्तो हो नि त साथीहरू धेरै गाउँ घरमा बसिसकेपछि अब हैन सुँगुर भन्यो कुखुरा भन्यो के भन्यो अनि त्यस्तोले नै अलिकति टाइम जाँदो रहेछ क्या अनि त्यही भएर म चाहिँ फाइनली साथीको घर आइसकेको छु अब फेरि यस्तो भिडियोहरू आउँदैछ तपाईहरु हेर्नु होला हामी भोलि कहाँ जान्छौँ के गर्छौँ जस मेरो चाहिँ भोलि होलिडे हो अनि अपनालाई चाहिँ फेरि अर्को साथी पनि आउँदैछ ऊ चाहिँ अहिले भरेदेखिको मात्र एन्ट्री हुन्छ ऊ चाहिँ अहिले नै चाहिँ एन्ट्री हुँदैन हैन उसको एन्ट्री हुन बाँकी नै छ अनि हाम्रो चाहिँ प्राय चाहिँ उतै माइतमै मात्र भेट हुन्थ्यो आज चाहिँ ऊ यतै आइपुगेको छ अनि अर्को हाम्रो मिस एमी साथी पनि आउँदैछ कल गरेर बोलाएको छौँ तर आज उसलाई चाहिँ थाहा छैन म आएको छु भनेर सरप्राइज एकदम हैन अब यस्तै भिडियोहरू हेर्दै गर्नु होला है लाइक कमेन्ट सब्स्क्राइब पनि गर्दै गर्नु होला भन्दै अब फेरि अब एमी साथी आएपछि चाहिँ फेरि हामी जोडिने छौँ भन्दै अहिले चाहिँ दिदैछु के हुन्छ यहाँनिर अचार पिस्दैछु भेट भयो भेट भयो हाम्रो आउँदा आउँदै तपाईँ शङ्का गर्दै थियो यहाँ ढोकामा हेर्नु आँटेको थियो ऊ आउँदैछ भने त 10 महिना एक मैले किन भने कि आज युसेफहरूको कसको बर्थडे हो कि क्या यहाँ केक रेडी पारेको छ कि ए भगवान हेलो साथीहरू गुड मर्निङ के गर्दै हुनुहुन्छ हिजो चाहिँ हामी साथी आएको मात्रै क्लिप्स लियौँ थोरै भिडियो अब चाहिँ लामो भिडियो लिनेछौँ फेरि हामी कहाँ जाँदैछौँ भनेर चाहिँ तपाईँलाई यो भिडियोतर्फ देखाउँदैछौँ हेर्नु होला हिजो चाहिँ हामीले चाहिँ साथी आएको मात्रै भिडियो लियौँ कि अनि त्योभन्दा उता चाहिँ के गर्दा त्यस्तो भिडियोहरू नै बनायौँ न तर आज चाहिँ फेरि ऊ साथी चाहिँ आएर खाना खायौँ बेलुका सुतेर बिहानै फर्क्यो क्या तर अहिले फेरि हामी भेट्छौँ तल हैन हामी सबैजना भेट हुन्छौँ त्यसपछि चाहिँ हामी कहाँ जान्छौँ के गर्छौँ सो हेर्दै गर्नु होला लु तिमी हेलो साथीहरू आज चाहिँ मैले दिलु लिम्बू
लिम्बूको भ्लगलाई क्याप्चर गर्दैछु मैले आफैले, किन भन्दाखेरि यिनीहरूले मलाई एकैचोटि हिजोदेखि सरप्राइज देखेछ। के भन्दाखेरि ऊ आएको रहेछ है साथी, उसँग चाहिँ उसको र उसको प्रायः भेट भए तापनि मेरो खासै भेट हुन्थेन। फेरि आउँछ भनेर त मैले सपनामा सोचेको पनि थिइनँ। अनि आऊ भन्यो, अनि म चाहिँ के गर्नलाई बोलाएको होला, छिटो आइज कि आइज, म तँलाई नै पर्खेको भनेर भनेको आउँदाखेरि त सपना आएको रहेछ। यस्तो सरप्राइज चाहिँ मलाई जिन्दगीमा कसले दिएको थिएन। यहाँ दुईजना माउसहरूले दिइरहेछ। उसको नाम चाहिँ अकेला र थकेला हो पहिल्यैदेखि होइन। अनि अर्को तेल त मलाई पेलिरहेछ साथी, तिमीहरू भएर मलाई पेलिरहेछौ। आज पनि के भनौँ, हाट खोलामा थुक्पा खानु जाने भनौँ। अनि भएर त यता तल ल्यायो कहाँ भन्दाखेरि त यहाँ होटेलमा रहेछ। अनि त्यसपछि यता कहाँ भन्दाखेरि त म त सयमा फोन गर्न त पशु हाटतिर कुद्दै थियो हामी। अनि पशु हाटमा लगेको होइन त, पशु हाटमा लगेको भनेर भनेर त कहाँ भन्दाखेरि त एउटा आन्टीसँग हाम्रो घर सल्लाह छ। यस्तो खालको सरप्राइज सयमा फोन गरेको अन्त यिनीहरू लास्टै कमेडी छ साथीहरू, जे सुकै भए पनि होइन। जस्ट हाम्रो धेरै वर्षपछि हामी साथीहरूसँग भेट भयो, एकदमै खुसी लाग्यो होइन। भेट भइरहेको लङ टाइम पछि हाम्रो भेट भएको छ। हाम्रोमा पनि आएको थियो तर भिडियो गर्न चाहिँ पाएन, भिडियो गर्न पाएन। आएको छ, त्यही भएर हामी इन्जोय गर्छौँ। भिडियोहरू ल्याउनेछौँ, हेरिदिनु होला दिदीको ब्लगमा। अनि लाइक गर्न सब्सक्राइब पनि गरिदिनु होला भन्दै साथीसँग फेरि कन्टिन्यू अब हामी के गर्छौँ कस्तो गर्छौँ तपाईँहरूलाई सम्पूर्ण देखाउने नै छौँ। स्टे ट्युन हेर्दै गर्नु होला। भन्छ चिकन सेट हो। चिकन सेट चाहिँ एकदम राम्रो है। अब मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स हो। यिनीहरू चाहिँ अगाडि पनि आएको रहेछ, एकदमै राम्रो। यहाँनिर पिज्जा, अनि यो चिकन सेटमा चाहिँ यहाँनिर चाउमिन, अनि त्यसपछि यहाँ के हो यो मोमो, अनि ससेसहरू रहेछ। जे होस् हेर्दाखेरि चाहिँ एकदम राम्रो छ, मिठो छ जस्तो छ। अब खाँदा कस्तो हुन्छ होइन, खाएर हामी तपाईँहरूलाई प्रतिक्रिया दिनेछौँ। होटलको चाहिँ एकदमै राम्रो यहाँनिरको सर्भिस यो पहिलोचोटि हो। यहाँनिर चाहिँ रहेको छ पिज्जा, अनि त्यसपछि यो चिकन सेट रहेको छ। हेर्दाखेरि चाहिँ एकदमै राम्रो छ होइन। हामीले चाहिँ कुराकानी गर्दा गर्दै मिठो गफकाफ गर्दा गर्दै खाइ पनि सक्नु आँट्यौँ एकदम। एकदम साथीभाइ हो कस्तो भयो, एकदम मिठो। फर्स्ट टाइम म यहाँनिर के होटल होटलमा आएको। चिकन सेट एकदम राम्रो, एकदम मजाले पाकेको, एकदम मजाले ड्राई बनिएको, टेस्टी, हेल्दी, एकदम ह्याप्पी, खुसी। तपाईँहरू पनि आउनु होला, ट्राई गर्नु होला है। एकदम सस्तो मूल्यमा रहेछ। प्राइस मात्र 1500 सबै आइटम। चिकन सेट आउनु होला, भिजिट गर्नु होला है त। मासु कस्तो हुन्छ अरे है? मासु कस्तो हुन्छ? कस्तो मासु कस्तो हुन्छ? मासु नमिठो हुने कुरै होइन नि, के कुरा गरेको यार? किन साइलेन्टमा बोल्नै दिँदैन। तपाईँहरू पनि खान जानुहुन्छ भने यहाँ होटेलमा आउनु होला, एकदमै राम्रो होइन, मजाले बनाएको, रिजनेबल प्राइस प्लस टेस्ट पनि एकदम मिठो थियो। हामीले चाहिँ इन्जोय गऱ्यौँ। जम्मी 6-7 जनै थियो। 7 जनामा 6 जनाले खाएको। हामीलाई चाहिँ एकदम इनफ पुग्यो। अझै पनि खाइसक्न बाँकी नै छ, एकदमै सुन्नु होला साथीहरू। चिकन सेटमा चाहिँ यहाँ पिज्जा पनि आउँदो रहेछ। पिज्जा त आउँदैन, पिज्जा बेग्लै हो। ए हो, सरी पिज्जा नआए तापनि किन भन्दाखेरि टेस्ट पनि मिठो छ, मजाले पाकेर पनि आउनु होला एकदम। आएर भिजिट गर्नु होला है त। अगाडि छोराछोरी हो ओ चिना, कस्तो लाग्यो? एकदम मिठो छ। गाइजहरू कस्तो भयो त? एकदम मिठो।
मिठो हो एकदम। कस्तो भयो जिना? मिठो छ? अब चाहिँ हामीले चाहिँ लगभग खाइसक्यौँ। अब चाहिँ हाम्रो भिडियो बाहिर निस्के पछाडिको आउनेछ साथीहरू। म चाहिँ घर पनि आइसकेँ होइन। अनि साथीहरूसँग सबै तलैतिरै छुट्यौँ होइन। अनि बजारमै छुट्यौँ। एकजना सपना भन्ने साथी घरतिर गयो, अर्को एमी साथी चाहिँ यतै उसको चाहिँ यतै बजार साइडै हो, ऊ जब गर्ने ठाउँ होइन। अनि ऊ त्यतै बसी। अनि म चाहिँ नानीहरूसँग घर आइसकेँ। अनि अब चाहिँ भिडियो पनि इन्ड गर्ने साथीहरू, किनभने लामो हुन्छ होला होइन। आजको भिडियो लामै हुन्छ होला। सबैले हेरिदिनु होला भन्दै, अहिलेसम्म सबैले हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै, मेरो भिडियो चाहिँ निकै ढिलोले नै अपलोड भइरहेको छ होइन। भिडियो नलगाएको पनि निकै नै भयो भन्दै बिदा हुन चाहन्छु। बाई बाई साथीहरू।